हेलो गुड मर्निङ सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलको नयाँ भिडियोमा है। अनि आज चाहिँ मैले 2 पाउन्डको भ्यानिला फ्लेभरको केक बनाउँदैछु है। यो चाहिँ घरको ओपनिङको लागि केक हो है। अनि उहाँहरूले मलाई एकदमै डिजाइन चाहिँ कुनै दिनुभएको थिएन, आफ्नै हिसाबले बनाइदिनुस् भन्नुभएको थियो। अनि एउटा कोटेसन मात्रै दिनुभएको थियो है मलाई, बीचमा लेखिदिनु भनेर। अनि मैले खाता पेपरमा एकदम मिलाइवरी लेख्दाखेरि त राम्रै देखेन है। मतलब यस्तो लामो खालको कोटेसन देख्यो, अलिकति मिलेन नि त है। केकको राउन्ड चाहिँ ठुलो भयो नि त, त्यही भएर चाहिँ मैले फेरि त्यसलाई निकालिवरी है, त्यो पिङ्क कलरको लेखेकोलाई निकालेर फेरि क्रिम कलरको आइसिङले अलिकति अझै प्लेन गरिवरी चाहिँ ब्रसले यस्तो रेखा खालको बनाएको छु है। अनि त्यसमा चाहिँ मैले फेरि लामो पाराले चाहिँ त्यसमा बाइबलको प्रोभर्स हुन्छ नि, बाइबलको के भन्छ त्यसलाई, वचन भन्छ होइन, वचन लेखेको छु है। अनि ग्रीन कलरको सानो डोरीले जस्तो चाहिँ यस्तो राउन्ड यस्तो खालको डिजाइन चाहिँ राम्रो देख्छ नि त होइन। प्राय अब केकहरूमा राम्रो देखिरहेको हुन्छ है। त्यस्तो बनाएर चाहिँ मैले यो कुन चाहिँ कलर भने स्याफ्रन, लाइट स्याफ्रन कलरको चाहिँ यसमा फुल बनाएको छु है। वरिपरि एउटाको समय एउटा दुईटा गरेर मिलाएर चाहिँ फुल बनाएको छु। अनि सानो पेटलहरू पनि छरेको छु है छेउछेउमा। अनि बोर्डर बनाइदिएको छु है। अनि त्यो जुन कलरले चाहिँ मैले लेखेको थिएँ है, त्यो कलरले चाहिँ बिचमा चाहिँ डट गरेर जुन चाहिँ फुलको बिचमा डिजाइन हुन्छ है, त्यस्तो बनाएको छु है। सो हेर्नुहोस् यसको फाइनल लुक है, दामी भएको छ। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला है। लाइक, सेयर अनि च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला।